नमस्कार। हिजो रातिको भीषण वर्षाको कारणले गर्दा यो नवग्रह यो अरुणचपरी माथिल्लो बजारदेखि नवग्रह त्यस्तै गरी यो दरौँ सिरबारी यो आग्री के भन्छ यो अर्गौँदी जाने बाटो चाहिँ पूर्ण रूपमा दरौँ जाने बाटो पूर्ण रूपमा रोकिएको छ। माथिबाट यो दरौँबाट आउने महानुभावहरू तथा यो सिरबारीबाट आउने महानुभावहरू पनि यो गाडे खानी त्यताबाट आउने महानुभावहरू पनि हिँड्न पनि नसक्ने गरी यो बाटो अवरुद्ध भएको छ। त्यसैले यो बाटो हुँदै आउँदै हुनुहुन्छ भने कृपया आज चाहिँ यो बाटो नआउनु होला। यो खोल्न चाहिँ पालिकाले खोल्ला, यो डोजरले यो अवरोध हटाउला, तर पनि अहिलेसम्म यो जस्ताको त्यस्तै छ, भर्खरै खसेको छ। त्यसले गर्दा चाहिँ सम्पूर्ण महानुभावहरूलाई यो बाटोबाट नआउन हुन अनुरोध गरे र वैकल्पिक बाटोको प्रयोग गर्नु होला। यो चाहिँ निर्माणाधीन बस पार्क हो। बस पार्कभन्दा माथि चाहिँ यसरी भीषण पहिरो गएको छ। यसले गर्दा दरौँ सिरबारी दुईटै बाटो, यो अर्गौँतिर जाने बाटो र यो दरौँतिर नवग्रहतिर जाने बाटो पूर्ण रूपमा अवरोध भएको छ। त्यसले गर्दा यो बाटोको वैकल्पिक बाटो प्रयोग गर्नु होला। यहाँ पनि सानो यसरी पहिरो गएको छ। यो चाहिँ खासै अवरोध गरेको छ, यहाँदेखि हिँड्न मिल्छ, तर उताको चाहिँ अत्याधिक ठुलो छ।